एन्ड नमस्ते, इट्स मी शरण भण्डारी अन क्रिन्टस ब्लग। वेलकम ब्याक टु माई च्यानल। आज हामी चाहिँ यो पाइलट बाबा एरिया त्यतातिरको डाँडाकाँडाहरू घुम्ने भनेर जाँदैछौँ। त्यतापट्टि जान त गइयो छ, तर भ्लग चाहिँ छैन त्यहाँको मेरो, अनि त्यो एरियाको पनि भ्लग बनाइदिउँ भनेर। अहिले हामी कति 4-5-6वटा बाइक हुन्छ होला, त्यो पुरानै हाम्रो ग्रुप। अरू बेला जस्तै रमाइलो गर्नुपर्छ। लेट्स इन द रोड। अहिले एउटा सानो अपडेट है। मेरो यो जुन स्टार्टिङ प्रब्लम थियो नि, त्यो चाहिँ सल्भ भइसकेको छ है। यो चाहिँ ट्यापेटको कारणले हुन्छ कि, यो ट्यापेट जाम भइरहेको थियो अनि भएको रहेछ। अनि ट्यापेट हल्का लुज गऱ्यो, हल्का क्लियरेन्स मेन्टेन गरेपछि ठिक भइहाल्यो। अहिले त एकदम पिकअप पनि दामी, अनि स्लोमा पनि बस्छ, माइलेज पनि बढ्ने नै भयो। प्लस अहिले एकदम फ्री भएको छ बाइक, एकदम फ्री, हल्का भएको छ। त्यति सानो कुराले कति असर गर्छ। सो आफ्नो बाइक चाहिँ एकदम सर्भिसिङ गर्ने बेलामा यस्तो प्रब्लम छ भने ट्यापेट मिलाउन भनेर भन्नु होला। हल क्लियरेन्स पनि भन्छ त्यसलाई है, हल क्लियरेन्स मिलाउन भन्नु होला, अनि सल्भ भइहाल्छ। यो ठाउँमा आयो कि सही सेकुवा बस्न आउँछ कि मजै आउँछ। साइड लगाउँ, फोन गरौँ साथीहरूलाई, दाजुहरूलाई, कता हुनुहुन्छ? मेरो दाजु कता हो? साइड लाउनु पऱ्यो भनेको माटोले पेलेको पेलेकै पेलेको पेलेकै पेलेको पेलेकै श्रीमान काका। कता हो? कुपनडोल। ए बा, आज त तपाईँले ढिलो गरिदिए। ए अब म यहाँ कोटेश्वरमा आइसकेँ, यहाँ बाटोमा के गरी बस्नु? उता सुमितले भनेको होइन, राजा चोकमा आउने तिमीलाई। ए ल, सुमित त्यही छ है। ल हामी त्यही आउँछु ल। ओके, ल ल ल, सी यू देयर। सी यू देयर, सी यू देयर भने माम पाको बुढा। अब पाउनुहोस् 10 रुपैयाँ बोनस। हजुर के भन्नुभयो? ए होइन होइन, हाम्रो केटाहरूको टाइमिङ मिलेन है। केटाहरू कोही कता भयो। कुपनडोलबाट कोही निस्केकै छैन घरबाट, कोही कुरै छ, कोही के। म चाहिँ यहाँ रातेमा एउटा साथी बसिरहेको छ अरे, अनि त्यहीँ गएर साथीसँगै बस्छु। अब यहाँ कहाँ, यहाँ बाटोमा बसिरहने कि मलाई फेरि यो कुर्न भनेपछि लास्ट झ्याउ लाग्छ कि। हाम्रो यहाँको ट्राफिक सिस्टम नि, ट्राफिक रुल्स के अब यस्तो खाली छ। अब ल 50 कटाउनु मिल्दैन कि, स्पिड लिमिट 50 यस्तो ठाउँमा के भन्ने। अलिकति 80सम्म चाहिँ राखिदिनु कमसेकम। 100, 120, 130, 150 त्यो पो ओभर स्पिड भयो त। 50बाट 55 पनि ओभर स्पिड हुन्छ यार। यतिकै कुद्ने, अब यत्तिकै कुद्ने, छ्या लास्ट झ्याउ लाग्दो कि। हाम्रो सिस्टम टक द सिस्टम भन्छ नि, त्यस्तै भयो कि।
टकै गर्नु भन्दैछ अब के हेर्नु अब जाने म त 50 माथि गर्दैन गाए चाहिँ या त फेरि चिट चट्ट हुन्छ फेरि चिट चट्ट ठोकिदिउँ यार ठोकिदिउँ मेरा आएगा बात तक नहीं मेरा आएगा खोइ त अनि सन्देश खै त आउँदैछ अब उता गएर अब सूर्य विनायक कटेर उता जाउँ अनि त्यो मन्दिरनिर हुन्न चलो बैठो केटाहरू सार्न त्यो बाइकवालाहरूले जोस दिइहाल्यो कुदाउनै पर्ने भयो क्या तर हामी चाहिँ यहाँ सूर्य विनायक मन्दिरबाट माथि गुन्डुतिर लाग्यो त्यो गुन्डुमा त्यो प्लेन छ नि त हो त्यो प्लेनमा जान लागेको हेरौँ त्यहाँ अहिलेसम्म गएको छैन हाउस द प्लेस खोइ थाहा छैन यहीँ राख्ने हो बाइक ए यहीँ रहेछ त चढ्न सकिन्छ
उतापट्टि जाने रहेछ हामी पाइलट बाबा आश्रम। लडलाई पाइलट आश्रम आएको त्यो माथि घ्याम्पे डाँडा भन्दा पनि होइन र मान्छे के छ अब त्यो भन्नुपर्छ अरू केही भन्नुपर्छ हामी चाहिँ यहाँ पाइलट बाबाबाट निस्किन लाग्यौँ है घ्याम्पे डाँडा जाने रे घ्याम्पे डाँडा जाउँ त्यसपछि त्यो रानीकोट जाउँ Yay! यस्तो प्याक छ क्या हो फुल छ फुल ठाउँ त हैट बाइकै आउँछ कि क्या हो त्यहीँबाट यहाँ मात्रै गल्यो त्यहाँ बाइक राखेको ठाउँबाट 5 मिनट हिँडेपछि यहाँ रानीकोट आइपुग्ने रहेछ यो रानीकोट भ्यू पोइन्ट यहाँ छ क्यामेरामा देखाएको छैन अझै जाम पाइलट बाबु त्यो तल सो गाइस हामी चाहिँ रानीकोटबाट निस्क्यौँ तल गएर चिया खान्छौँ अनि छुट्टिन्छौँ होप यु गाइज इन्जोय इट है यो भिडियो चाहिँ म यहाँ एन्ड गरिदिन्छु सी यु इन द नेक्स्ट ब्लग एकदम सपोर्ट चाहिँ गर्नु होला सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच